हामीहरूले हिन्दुत्वको लागि लड्ने कम्मर कसेर लड्ने प्रण गरेका छौं र हाम्रो राष्ट्र नेपाल जहाँ हामी ओमकार परिवारभित्रका 94% सनातन हिन्दू धर्मावलम्बीहरू छौं, यस्तो देशलाई जहाँ हिन्दू नै हिन्दू छौं, यस्तो राष्ट्रलाई मेरै नेताहरूबाट अकस्मात यो राष्ट्रलाई जुन धर्मनिरपेक्ष घोषणा गरियो र म एउटा नेपाली कांग्रेसको कार्यकर्ताको नाताले दुःख मात्र व्यक्त गर्न सक्छु, अब त्यो भन्दा केही भन्न सक्दैन। त साथै एउटा कुरा के छ भने हाम्रा नेताहरूले अहिले पनि सुझबुझ देखाउनु भएन, अहिले भएका नेताहरूले पनि सुझबुझ देखाउनु भएन। म एमाले र माओवादीका नेताहरूलाई केही भन्न चाहन्न, किनभने उहाँहरूको विचार नै धर्म भनेको अफिम हो भन्ने हो। हामी नेपाली कांग्रेस, हामी लोकतन्त्रवादी आफूलाई भन्छौं, प्रजातन्त्रवादी भन्छौं, हामी धार्मिक स्वतन्त्रता कुरा गर्छौं। हाम्रो अगाध आस्था विश्वास हाम्रो हिन्दू धर्मप्रति छ, सनातन धर्मप्रति छ र आज नेपाली जनताले यस्तो अप्ठ्यारो बेलामा, यस्तो अप्ठ्यारो स्थितिमा नेपाली कांग्रेसका नेताहरूले देशलाई निकास दिनेछन्, देश फेरि हिन्दू राष्ट्र हुने छ भनेर जुन एउटा आशा र अपेक्षा गरेका थिए, ठिक त्यसको उल्टो हाम्रा नेताहरूले धर्मसभामा सिग्नेचर गरेर हाउसमा संविधान सभामा पठाए। म हाम्रा यी नेताहरू, विशेष गरेर म तीनटा नेतालाई भन्न चाहन्छु, सोध्न चाहन्छु। सभापति सम्माननीय प्रधानमन्त्री सुशील कोइरालालाई, वरिष्ठ नेता शेरबहादुर देउवालाई र उपसभापति रामचन्द्रलाई भन्न चाहन्छु, तपाईहरूको जन्म हुँदा तपाईका आमा बुवा हिन्दू थिए कि थिएनन्? तपाईहरूको मरण हिन्दू परम्पराबाट भएको हो कि होइन? यदि तपाईहरू डलरैमा बिक्नको लागि, पैसाकै लागि राजनीति गर्नुभयो भने तपाईहरू यो देशको गद्दार हो, तपाईहरू बिकाउ मान्छे होइन। तपाईहरू साँच्चै नेपाली राष्ट्रभक्त हो, बीपीको बाटोमा हिँडेको कांग्रेसका नेता तपाईहरू हुनुहुन्छ भने तपाईहरूले अहिले पनि केही बिग्रिसकेको छैन। सच्याउने बेला छ, सच्याउनुस् र नेपाललाई सही बाटोबाट लैजाउँ भन्ने म अनुरोध गर्न चाहन्छु तपाईहरूलाई। होइन भने आउने दिनहरूमा मैले सेन्ट्रल केन्द्रीय समितिको मिटिङमा भनेको थिएँ तपाईहरूलाई कि यो देश विखण्डनको दिशामा लग्ने प्रयास हुँदैछ, यो देश विखण्डनको दिशामा जाँदैछ। हाम्रा पुर्खाहरूले, पृथ्वीनारायण शाहले बनाएको राष्ट्र नेपाल, भीमसेन थापा हाम्रा पुर्खाहरूले बनाएको राष्ट्रलाई आज जातीयताको नाममा बाँट्ने कोसिस हुँदैछ, विखण्डन गर्ने कोसिस हुँदैछ। त्यसमा नेपाली कांग्रेस साक्षी भएर बस्नु हुँदैन। सुशील कोइरालाजी, तपाईमा हुती छैन, तपाईँ प्रधानमन्त्री हुने लायक हुन्, तपाईँले राजीनामा गर्नुहोस्। होइन भने कांग्रेस समाप्त गर्ने कुरा छैन। बीपीले बनाएको कांग्रेस, बीपीको भाइ भतिजो के हुनुहुन्छ तपाईँ? बीपीको विचार के हो? बीपीले देशको लागि के सोच्नु भएको थियो? तपाईहरू सबैलाई थाहा होला साथीहरू, दाजुभाइ दिदीबहिनीहरू। बीपी कोइराला 15 सालमा प्रधानमन्त्रीको कुर्सीबाट यो राजाले जेलमा हालेर 9 वर्षसम्म जेलमा बस्दा पनि उहाँले सत्ताको लागि कहिले पनि राजनीति गर्नु भएको, यो देशको डेमोक्रेसीको लागि, यो देशको जनताको लागि, यो देशको परम्परा संस्कृतिको रक्षाको लागि राजनीति गर्नुभयो, सत्तालाई लागि गर्नु भएन। त्यस बीपी कोइरालाका भाइ भतिजाहरू तपाईहरू भएर तपाईहरूले आफ्नो संस्कृतिलाई, आफ्नो रीतिरिवाजलाई, आफ्नो परम्परालाई, आफ्नो धर्मलाई तिलाञ्जी दिएर एमालेको पुच्छर, कम्युनिस्टको पुच्छर बनेर कांग्रेसलाई समाप्त गर्दै हुनुहुन्छ। यो तपाईहरूलाई अधिकार छैन। या तपाईँ राजीनामा गरेर सकिएन भने छोड्नुहोस्, होइन भने यो देशमा मैले सेन्ट्रल कमिटीमा भनेको कुरा दोहोऱ्याउन चाहन्छु। मैले भनेको थिएँ यो देश विखण्डनको दिशामा जाँदैछ। यो देशमा यदि तपाईहरूले हिन्दू राष्ट्र लेख्नु भएन भने धार्मिक द्वन्द्व हुनेछ। यहाँ त्यस बेला को कहाँ रहन्छ, के रहन्छ भन्न सकिने छैन भनेपछि त्यही कुरा यहाँ तपाईँहरूलाई दोहोऱ्याउन चाहन्छु। यदि तपाईँहरू डलरमै बिकेर धर्मशाला लेख्नु भने सुशील कोइरालाजी, सुशील कोइराला नभए टोनी कोइराला लेख्नुहोस्। शेरबहादुरजी तपाईँले टिकट देउवा लेख्नुहोस्, रामचन्द्रले के लेख्नुहुन्छ लेख्नुहोस्। तपाईहरूलाई त्यो नामबाट, हिन्दुत्वको नामबाट शासन गर्ने यो देशमा राजनीति गर्ने अधिकार छैन। म यहाँ उपस्थित भएका दाजुभाइहरूको, दिदीबहिनीहरूको माध्यमबाट
नेपालमा बस्ने सबै दाजुभाइ दिदीबहिनीहरूलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, जसले हिन्दूको पक्षमा कुरा गर्दैन, काम गर्दैन, चाहे जुनसुकै पार्टीको नेता किन नहोस्, चाहे काङ्ग्रेसको सभापति नै किन नहोस्, त्यसलाई बहिष्कार गर्नु, त्यसलाई भोटमा हराउनुपर्छ, उनलाई देशबाट हामीले लखट्नुपर्छ। किनभने धर्मनिरपेक्षता लागेर यो देशलाई विखण्डन गरेर विदेशी सेना भित्र्याउने यहाँको चाल चल्दैछ। मैले भने हाम्रा पुर्खाहरूले बनाएको राष्ट्र हो, यो राष्ट्रलाई जोगाउने जिम्मा हामी नेपालीहरूकै। बाहिरलाई गुहाएर हुँदैन। आज विदेशीका डलर खाएर, युरोपियन युनियनका पैसा खाएर, क्रिस्चियनको पछि लागेर जुन जातीयताको नाउँमा देशलाई विखण्डनको दिशामा लगाउने कोसिस गर्नुहुन्छ, यो सरासर देशका जनताप्रति घातक हो। यसको लागि तपाईँहरूलाई जनताले चुनेर संविधान सभामा पठाएको होइन। र म 601 जना सभासदहरूलाई पनि अनुरोध गर्न चाहन्छु, तपाईँहरूमा अलिकति विवेक छ, तपाईँहरूमा अलिकति तपाईँहरूको हातमा छ र तपाईँहरू जनताको भोटको कदर गर्ने भन्ने सोच्नु भएको छ भने तपाईँहरू क्षेत्र क्षेत्रमा जाने बेलामा नेपालका एक दिन भए पनि सदरमुकामका जनताले के भने तपाईँलाई के राय दिए, राय लिन जाने, 16 बुधेमा समग्र जनताको राय लिने भने जनताले दिएको रायलाई लत्याएर तपाईँहरू धर्मशाला लेख्दै हुन्छ भने यो डलरको खेल नभएर अरू केही पनि होइन। यो युरोपियन युनियनको प्रेसरमा नेताहरू गर्दै हुनुहुन्छ, बित्नु भएको छ। त्यस कारणले योबाट हामी सजग हुनुपर्छ। हामीलाई योभन्दा पनि ठुला सुन्छ, हाम्रा भाइहरू आज 9 दिन लगभग भइसकेका छ, अहिले पनि कसैले सुनिराखेको छैन। योभन्दा ठुलो त्यहाँ केही हुन सक्दैन। हिन्दुत्वको लागि योभन्दा हामी जुलुसमा गरेका छौँ, भाषण गरेका छौँ, तर 4 जना भाइहरूले जुन आफूलाई उत्सर्ग गर्नुको लागि तयार गर्नुभएको छ, योभन्दा ठुलो त्याग हिन्दुत्वको लागि, आफ्नो धर्म संस्कृति बचाउनुको लागि केही हुन सक्दैन। इतिहासमा 4 जना भाइहरूको नाम स्वर्ण अक्षरले लेखिनेछ। विश्वका हिन्दूहरूले जति पनि हामी एक तरफ बेलामा हिँड्छौँ, उहाँहरूको नाम अहिलेबाट सबैले रट्न लाग्नु होला, अनलाइनमा आइरहेको होला, फेसबुकमा आइरहेको होला। र मलाई लाग्छ गर्वका साथ हामी नेपाली हिन्दूहरू पनि, नेपालका हिन्दूहरू पनि हाम्रो संस्कृतिलाई बचाउनको लागि, हाम्रो परम्परालाई बचाउनको लागि, हाम्रो सनातन हिन्दू राष्ट्रलाई, हिन्दुत्वलाई बचाउनको लागि हामी जेसुकै गर्न तयार छौँ। र हाम्रा छिमेकीहरू, हिन्दुत्वको नाममा सरकारमा आउने छिमेकीहरूलाई पनि म अनुरोध गर्न चाहन्छु, कान खोलेर सुन्न भन्न चाहन्छु, तपाईँहरूले हामी यहाँ गोली खाँदा, हामी लत्याइँदा, मारिँदा तपाईँहरू बोल्न सक्नु। तपाईँहरूको हिन्दुत्व पनि नकली हिन्दुत्वको लागि तपाईँहरू लड्नुभयो कि जस्तो मलाई भान हुन लागेको छ। त्यस कारणले यो देशलाई विरुद्धमा झोक्न नदिनुहोस्। भोलि यो देशमा विरुद्ध हो भने हाम्रा छिमेकी मित्रहरू तपाईँहरूलाई पनि, तपाईँहरूको यो रात त्यहाँ पनि पुग्नेछ, तपाईँहरूलाई पनि अप्ठ्यारो पर्नेछ। र अर्कोमा तिब्बती सेना जसले पहेँलो लुगा बुद्धिस्ट भएर तिब्बतबाट आएर यहाँ धर्मनिरपेक्ष हुनुपर्छ भन्ने बुद्धले के उपदेश दिनुभएको छ तपाईँहरूलाई? बुद्धले कसैको हत्या नगर्ने, एउटा किम्जोलाई पनि हत्या गर्नु नगर्ने, तर धर्मनिरपेक्ष गाई मार्ने कुरा गर्नुहुन्छ। राष्ट्रिय जनावर गाई मानिसहरू मार्न पाइन्छ। त्यस कारणले पहेँलो लुगा लाएर तिब्बतीयनहरू जुन धर्मनिरपेक्षताको जुलुसमा जानु भएको छ, जुन दिन हाम्रो सरकार जस्तो बन्यो भने तपाईँहरूलाई यहाँबाट हामीले बस्न दिन्छौँ, विस्थापित गर्छौँ। धर्मको लागेर तपाईँहरू आफ्नो धर्म कर्म गर्नुहोस्।